सिफु चिया कपाल काटिस् तैँले? हजुर चिया लिनुहोस्। खै आज त्यो आले त आएन त। खै आज त्यो आएन। प्र्याक्टिस पनि गर्नु छैन साला भाते। कहाँ मोडेछ? खै थाहा भएन मलाई। सिफु तपाईँको कपालमा जुम्रा हिँड्दैछ, मार्दिन नचलाइ, त्यसलाई मैले पालेको। कस्तो ठुलो ढाडे रहेछ नि त सिफु, मारिहाल्नु न यसलाई। ए नछुइ त्यो, मार्छु तँलाई म। प्र्याक्टिस गर। हुन्छ प्र्याक्टिस गर यहाँ। हुन्छ। अर्को गर। ओए लाग्छ, बिसारी गर। झन्डै लाग्यो मेरो तालुमा। मलाई देखाउँछस्? खाइस। सरी सरी सिफु, प्र्याक्टिस गरेको तपाईँसँग। याङलाई नि बुझ्ने त तिनजनालाई म आज नकुटी कहाँ छोड्छु? कहाँ चाहिँ छ यहाँ? ए जुम्रे बुढो बाहिर निक्ले। को आयो मेरो हातबाट मोड्नुहोस्? सिफु जुम्रा रहेछ यहाँनिर। ला मसँग डिले गर्छस्? ला खान्छस्? खाँदिन। ए यो पो रहेछ त। ओइ जुम्रे यता आइज। के चाहियो तँलाई? अस्ति तिमीले यङ जजालाई कुटेको होइन? आज चाहिँ म तिमीहरू तिनजनालाई कुट्नु आएको। ओइ छोटा भीम, खोइ कालिया। तेरो बाबु छोटा भीम। ए तेरो बाउ भन्छस्? सरी सरी सिफु। ओइ भीम, कालिया खै भन् त। आज आएन त्यो। सिफु उसले मलाई छोटा भीम भन्दैछ कि तपाईँले मलाई इजाजत मात्रै दिनु त, उसको हात खुट्टा भागिन्छ। होस् होस्, झगडा नगर। डराएको तिमीहरू? अस्ति यङलाई त हात लाइस् त। म डराएको होइन। म चाहँदैन कि मेरो हातबाट कुनै साधारण व्यक्तिको मृत्यु होस् भनेर। तिमीहरू डराएकै हो। म एक्लै आएको तिमीहरू दुईजनालाई कुट्नुको लागि। खेल्छस् भने को पहिला आउँछस्? आइज आइज। म जान्छु सिफु। छोड, म जान्छु अगाडि। आइज। अब बोल त। अब बोल त। आज मेरो भुँडी दुखिरहेछ कि पुरा बिहानदेखि डायरी भइरहेछ। होस् मेरो चेला खेलोस् ल। जा जान। ए जा। गनसँग त म कहाँ सक्छु फाइट गर्नु? यसले मलाई मार्छ नि, यत्रो गन बोकेर आएको छ। हेत्तो मोडिहाल्यो भने यत्रो ठुलो फ्रेम बनाएर गुम्बामा टालिहाल्छु नि। जा जा। बरु तपाईँ जानु न, बरु तपाईँ मऱ्यो भने बरु ठुलो फ्रेम बनाइकन टालिदिन्छु। मेरो त बिहा पनि भएको छैन। बिहान त कहाँ बिहा भएको छ अन्त? अनि बिहा हुनु कसरी होस् त अन्त? कपालभरि जुम्रा जुम्रा बोकेर हिँड्छ। भल्टाको ओइ, तिमीहरू दुईजना बिहा खेल्दै बसस् कि दुईजनालाई उडाइदिउँ? कहाँ मरियो छोटा भीम र जुम्रे? हरामीहरू कहाँ भाग्यो? ए हल्ला नगरी बस है, चुपचाप बस। मार्छ नि फेरि त्यो आएर। तपाईँ त सिफु भएर कस्तो डराएको? अन्त गनसँग डराउनु पर्दैन? यी गनसँग कहाँ सक्छु म? अन्त म पनि कहाँ सक्छु? तपाईँले त मलाई फाइट गर्नु भन्दैछ त। गाई साला, तँलाई त्यत्रो सिकाएको कलाहरू के काम आयो? तपाईँले बन्दुकको गोलीसँग फाइट गर्नु सिकाएन अन्त? ए नचाली बस्यो, हामी चुपचाप यहाँनिर लुकेर बस्यो, त्यसले आएर मार्छ। यो पानीको पाइप पनि कहाँबाट आयो? के साथ चलेको? अनि हेर्नु न, यो पानीको पाइप कहाँबाट आयो? भाइ मलाई नमार, मेरो बिहा भएकै छैन। सिफु मेरो पनि कहाँ बिहा भएको छ त? यत्रो गन हेर्नु।
त्यसमा के साह्रो स्याउ स्याउ जुम्रा पढ्यो त्यही माथि आँखा भरि आउँछ भाइ भाइ होइन भाइ भाइ प्लिज छोडिदिनुहोस् अब त माथि गएर न ल अब मरिस याङ दाजु तपाईँ म त हो को देखिस् तेरो बाउ देखिस् ओइ तैँले कसको पर्मिसन लिएर यिनीहरूलाई मार्नु आइस यहाँ होइन याङ दाजु मैले तपाईँको लागि यिनीहरूलाई मार्न आएको योसँग दुश्मनी मेरो तेरो होइन बुझिस् गल्ती भयो याङ दाजु ओइ तोर कुकुर जस्तो बसी बस यहाँ निक्ली बाहिर ए तँ हिँड बाचिस् त फेरि मार्ने कुरा गर्छस् याङ जोजोले बचायो हामीलाई चुप लाग ज्यान जोजो र स्याङ जोजो त्यसको बन्दुकको लागि म एक्लै काफी छु तँ मन्नु दुःख तँलाई मैले हिकाएँ होइन त्यसलाई म बादमा आफै हेर्छु हुन्छ होइन ए छुता मात्रै त्यो मेरो नानी हो मैले पालेको ए छुता मात्रै त्यसलाई मैले पालेको मेरो नानी हो त्यो एक्सन म त हो को देखिस् तेरो बाउ देखिस् म त हो को देखिस् तेरो बाउ होइन जोजो मैले तपाईँको लागि ए जोजो होइन याङ याङ जोजो म तपाईँको लागि यिनीहरूलाई मार्न आएको होइन भाइ नमार मलाई मलाई एक्टिङ मलाई भएको छैन पानी फ्याक्ट्री कहाँबाट आयो नचली बस पानी फ्याक्ट्री कहाँबाट आयो चली बसेको पानी फ्याक्ट्री कहाँबाट आयो सिङ्गो हो भाइ